एकदम हतार परिसकेको छ क्या। म बाहिर गएको थिएँ, त्यो भएर हाम्रो ललित सरले चाहिँ तल गेटमा पर्खिराखेको छ। म जाँदैछु के छ र के देख्यो र के देख्यो र के देख्यो र छैन नि देखेको ल आइपुग्यो है। कता हो बस्नु पर्ने सबैजना नम्बरले अघि बसिसक्नु भएको थियो। हामी चाहिँ यता हो ल भिडियो गर्नु पर्यो सबैलाई अघि बसेको। कान्छाले गेसलाई हालिदिने अरे अब कान्छाले खै कान्छ जेठा माइलाले नै हालिसक्यो। माइला होइन ऊ साइलो 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 नै काइलोले हालिदिइसक्यो। अनि ओके ल मेरो पालो ठ्याक्कै आइहाल्यो। मैले हाम्रो रन्जित नम्बरलाई मैले कसरी चिन्छु भने एउटा इमान्दारी अनि केही गर्छु भन्ने अथवा केही एक्सप्लोर गर्छु भन्ने अनि एकदम मेहनती मान्छेको रूपमा चिन्छु है। मलाई एकदम सभ्य एकदम शालीन मान्छे लाग्छ है मलाई। ओके भन्दै यो माइक्रोफोन पास गर्छु ल भन्दै ल तपाईँ के लाग्छ सिस्टम कडा रहेछ होइन एकदम खुसी लाग्यो। मलाई एकदम खुसी लाग्यो। अर्थीस मलाई खुसी लाग्यो अहिले माइक्रोफोन आएछ होइन। अब मेबी अब नेक्स्ट 27 मा हाम्रो 75 तिम्रो पालोमा ड्रोन आउँछ होला। ड्रोन जितको चाहिँ मलाई चाहिँ अरू केही होइन। म पनि अब 10 सेक्सनमा मैले आफूलाई यसो दाँच्दाखेरि क्या आफूले भन्छ तराजुमा जोड्दाखेरि चाहिँ रन्जित र म चाहिँ एउटै क्यालिबरको हो कि जस्तो लाग्थ्यो। हाम्रो सेक्सनमा चाहिँ अब कोही त्यही त भने अब रनिङमा कोही अगाडि आउने कोही पछाडि आउने है। त्यो स्विमिङमा कोही फर्स्ट रिटर्नमा कोही लिखितमा फर्स्ट त्यस्तो छ हाम्रो एकदम चाम्पो सेक्सन कि। त्यही भएर हामीलाई चाहिँ पक्का त्यो भगवान्ले नै यिनीहरू 10 सेक्सनको लागि फिट छ यिनीहरू नम्बर 10 को लागि भनेर सेलेक्टेड टुल्यो क्या हामीले। जोस् के अरे रन्जितको लागि चाहिँ मेरो भिडियो रेकर्डिङ हुनेछ होइन। आई विस यु अल द बेस्ट होइन अब कमिङ डेजको लागि होइन। एकदम हामी 10 सेक्सन चाहिँ तिमीलाई फेरवेल दिन पाउँदै खुसी छ यो छ है। अल द बेस्ट। अब ब्याटन पास गर्छु म चाहिँ। 93 ले यहाँ पनि राम्रै गरिरहेको थियो तर अचानक प्लान चाहिँ चेन्ज बनाएको होला होइन। अब झन् अझै राम्रो होस् प्रगति गर्नु। बेस्ट विशेष फ्रम मी। यति मात्रै छ हजुर भन्दै यो ब्याटन पास छैन। ब्याटन त पास भएको यहाँ चाहिँ फेरि 38 नम्बरीले मेरो बारेमा भन्नुहुन्छ अब थोरै कुरा है त। जे छ 93 नम्बरलाई बेस्ट विशेष भन्न चाहन्छु। हामी यसो गर्दै गर्दै आखिर 2030 भित्र हामी मोटामोटी निबिटियामै हुन्छौँ होइन त। गर्दै गर्दा आज रन्जित नम्बरीको विदाई गरिँदैछ। उहाँलाई म पर्सनली हिसाबमा कसरी लिन्छु भने एउटा अहिलेसम्मको बुझाइ भोगाइ 22-23 वर्ष त्यसमा 10 महिनाको आरो तालिम साङ्निलामा होइन। अब जस्तो विषम परिस्थिति दुःख सङ्कट गाह्रो साह्रो पीडामा पनि नआत्तिने होइन। हतोत्साहित नहुने निरुत्साहित नहुने अनि एकदम प्यासन एकदम कुल अनि एकदम सिधापना सोझोपना इमान्दारितामाथि चाहिँ उहाँको क्वेसन मार्क गर्ने कुनै पनि ठाउँ थिएन। जस्तो सङ्कटमा जस्तो अवरमा जस्तो क्राइसिस इमर्जेन्सीमा पनि आफ्नो इमान्दारिता आफ्नो इन्टिग्रिटी अनेस्टी चाहिँ नछोड्ने एउटा नम्बरीको रूपमा चाहिँ म उहाँलाई लिन्छु। बिस्तारै अलग त हुँदैछौँ भौतिक रूपमा शारीरिक रूपमा भौगोलिक रूपमा तर पनि मन आत्मीयता आफ्नो हाम्रोपना छँदैछ हुनुपर्छ होइन। यो यस्तो कार्यक्रम पछि पनि हुन्छ भन्दै यो माइक चाहिँ हाम्रो दिप सरलाई हस्तान्तरण गर्नुभएको छ। मैले लिइरहेछु होइन यो कहाँ 34 नम्बरले चाहिँ मेरो बारेमा चाहिँ अब भन्दै हुनुहुन्छ। हाम्रो सेसनको चाहिँ अलिक फरक खालको छ होइन। ओके अब नम्बरीको बारेमा आज जाँदै हुनुहुन्छ होइन। नम्बर टेक्सन चाहिँ एकदम बेसी उयो जति बखान नम्बरीको भित्री बाहिरी आत्माको हाम्रो खड्का सरले गरिसक्यो होइन। म चाहिँ एउटा मात्र कुरा दुईवटा कुरा ओन्ली एउटा बिफोर भर्तीको अनि आफ्टर भर्तीको कुरा गर्छु। बिफोर भर्ती चाहिँ कस्तो भन्दाखेरि
उनीहरू जनता र मामा भान्जा होइन उनीहरू चाहिँ दाजुभाइ जनता इन हुनु आएको पोखरामा होइन उनीहरूको सकेपछि हामी हिँड्ने क्युमा बसे झोला बोकेर पोखरा गेटमा क्याम्पको उनीहरू बोलाउँछ छैन मान्छे है गल्लाले सुनिष्ठै हो पोखरामा क्या यिनीहरू छिरेपछि यिनीहरूको जिल्लाको सकेपछि हाम्रो थियो सुनसरीको होइन अनि त्यहाँदेखि अनि यिनीहरूको जिल्लाको सकेपछि हामी छिर्ने झोला बोकेर पोखरा गेटमा रेडी होइन अब यिनीहरू भने त के थाहा अब त गेट पास नम्बर केले बोलाउँछ नि त होइन बोलाउँछ आउँदैन सबै छिरिसक्यो यिनीहरूको जिल्लाको छैन अनि त्यहाँदेखि फेरि बोलायो 3-4 चोटि बोलायो अनि लास्ट कल दिस इज द लास्ट कल अब पनि आएन भने चाहिँ भनेको होइन उतापट्टि फेरि के अरे फास्ट एन्ड फ्युरियसको जस्तो कार खिच्छ रह्यो होइन ट्याक्सी भनागा खोलेर क्या पुरो जनता यो दिएर जिरोमा इन भएको फेरि ठ्याक्कै जिरोमा इन भएको क्या त्यो चाहिँ म कहिल्यै बिर्सिँदैन फेरि भर्ती पनि लाग्यो फेरि एउटै सेक्सनमा फेरि सके दुइटै फेरि जनता पनि त्यति नै छ मेरो अनाउन्समेन्ट छ अरू अब विश यु गुड लक फर यर फ्युचर इन्डिभिजुअल है टचमा हुनु पर्यो ओके मेरो त खासै धेरै चाहिँ छैन होइन अब हामी 10 सेक्सनको अहिलेसम्मको चाहिँ हामी बसेको यति छौँ गर्दा नि अब रञ्जित नम्बरी अब छिटै जाँदैछ हो नि त लडाइँ नै हो नि त यो त नि होइन लडाइँ त हो त एक खालको लडाइँ हो नि त हामी त लडेर आएको कोही अब के हुन्छ गइसक्यो र स्टिल अब हामी लड्दैछौँ ऊ पनि अब यहाँदेखि गएर पनि लड्नुकै लागि जाँदैछ अब होइन यो अब आफ्नो ठाउँमा हुन्छ त जोस् नम्बरीले चाहिँ अब लड्नुकै लागि भनेर चाहिँ पक्का गइरहेका छैन अब जोस् नम्बरी जाँदैछ राम्रो गर्दै गर्नुहोस् यहीँ शुभकामना यहीँ भन्न चाहन्छु अब आज एकदमै नौलो सुरुवात भयो क्या होइन त्यो फेयरवेलमा चाहिँ अब जस्तै जो जाँदैछ त्यसको बारेमा रेगुलर ट्रेनिङमा चाहिँ हामीले चाहिँ अब 9 महिनासँगै बितायौँ त्यो बेलाको सम्झना के छ त भन्ने खालको एकदम नयाँ टपिक है अनि त्यो ल्याइदियो हनेरीले ल्याइदियो द्याट्स ग्रेट अनि आई थिङ्क रेगुलर ट्रेनिङको यो होइन पहिलाको कुरा सम्झेर एकदम मनमा राखेर रुने हाँस्ने मान्छे मै होला जस्तो लाग्छ मलाई रेगुलर ट्रेनिङमा म एकदम होमसिक भनेर रोएको मान्छे नै मै हो होइन एकदम उता बाँसघारीमा गएर धेरै रुने मान्छे नै मै हो होइन हर्षले होइन दुःखले होमसिक देन त्यो 9 महिनाको तप्का मलाई थाहा छ क्या है 9 महिनाको तप्का मलाई थाहा छ खोल्दै गयो भने अब आज त रञ्जितको मात्रै छैन मेरो पनि त्यस्तै छ होला तपाईँहरूले देख्नु भएको होइन तपाईँहरूसँगको मेमोरी स्पेसली आज रञ्जितको बारेमा के कसरी सम्झिन्छ त भन्दा धेरै कुरा चाहिँ यहाँ गाँटो पऱ्यो कति कुरा तपाईँहरूले चाहिँ खोलिसक्नु भयो है द फर्स्ट थिङ आइसकेपछि द 10 सेक्सन है त्यो रातिको दिनमा 10 सेक्सन भनेर यो सबै 10 सेक्सन भनेर घर गएको चिनेको भनेको यो गोरे थियो एउटा मान्छे कालो मैले भन्ने गोरे होइन यो थियो एउटा चाहिँ प्रबल जङ थियो 84ले अलि चिन्थ्यो तर त्यो त्यति चिनापर्ची भएको मान्छे झ्याम्म जम्म भयो होइन 10 सेक्सन हिजरा साहबलाई पहिल्यै चिन्थेँ मैले किनभने म 2023 मा चाहिँ के अरे 2003 मा आउँदाखेरि बुढो चाहिँ झलल्ल स्नापर है त्यो बेला चिन्थ्यो मैले है हिजरा साहबलाई चिन्थ्यो मैले पहिले देन 10 सेक्सन भयो कोको अब 2-4 दिनपछि हामी बिस्तारै चिन्दै होइन परिचय हुँदै जाँदाखेरि चाहिँ थाङदेन लिम्बू सबभन्दा पहिला मलाई याद आउने भनेको थाङदेन लिम्बू के लिम्बूको पछाडिको त्यो यता खिचै थाङदेन लिम्बू भन्नेकै अब गुरुङहरूको पनि धेरै छ सबैको आफ्नो हुन्छ नि थाङदेन लिम्बू जस्तै जनता लिम्बू छ एउटा होइन अनि यता अर्जुन नेम्बाङ छ सक्यो सुभाष नेम्बाङले चिन्थ्यो अर्जुन लिम्बू चिन्यो तर रञ्जित थाङदेन लिम्बू द फर्स्ट रञ्जित थाङदेन भन्नेले चाहिँ मलाई चाहिँ एउटा उ ल्यायो क्या मैले भने होइन उहाँ चाहिँ एकदम सेटल आफैले चाहिँ के अरे सब सेटल भन्ने भएर चाहिँ गएको नि त द्याट मिन्स उहाँ चाहिँ त्योमा जाँदाखेरि पनि गर्व गर्छु सो बाँकी होइन नेपालमा गइसकेपछि भन्न के छ तपाईँको सपनाहरू एकदम सफल रहोस् भन्ने शुभकामना सहित म चाहिँ एकदम लामो अनि छोटो टुङ्ग्याएँ ल होइन के हो म लास्ट
कसरी त्यो एकताल स्टप गऱ्यो त्यहाँबाट एकचोटि स्टप सानसानो मान्छे खाना लगाइदिने प्लेट दिने है त्यो गर्नुपर्छ अब चाहिँ यता फोटो खिच्ने मान्छे चेक गर्दै त्यो रेगुलर पोज नगर नर्मल गर्ने 2 नम्बरी रञ्जित है अनि प्लस सम्पूर्ण हाम्रो 10 सेक्सनको 2004 को हाम्रो भिडियो त हुँदैछ नि 10 सेक्सनको बहादुर कथुरे बरहरू आज हामी मोटामोटी 20-21 वर्ष पछाडि फेरि जमघट हुँदैछौँ होइन यसरी जमघट धेरै भएको थियो फुट्टा जाँदैछ अनि आजको दिनमा हाम्रो रञ्जित नम्बरी चाहिँ होइन उहाँ चाहिँ 21औं वर्ष जिसीमा दुःख गरेर हामीसँगै हुँदै विभिन्न आफ्नो इच्छा आकाङ्क्षा सपनाहरू पुरा गरेर चाहिँ नेपाल रिटायरमेन्ट जाँदै हुनुहुन्छ होइन त्यो बेलाको जेपी बोकेर होइन कुदेको रञ्जितको खुट्टाले चाहिँ दायाँ बायाँ सिरु घारीमा अड्केर रञ्जित लडेको ओए सक्दैन म घारे भनेर चाहिँ फेरि 349 गरे झ्याट्ट यहाँले भनेर झ्याप्प समातेर फेरि हातमा समाएर कुदेको कता त कति छ के है हामीसँग हाम्रो अनुभव अनुभूति सँगै छ गर्दै हामी चाहिँ यत्रो लामो समय जागिर गरेर कोही कहाँ छौँ भन्नाले चाहिँ जिन्दगीमा पुग केही पनि छैन नपुग चाहिँ सबैलाई छ फेरि होइन गर्दै जाँदा अहिले उहाँ चाहिँ जाँदै हुन्छ त्यसमा चाहिँ हामीले म चाहिँ के विश्वास गर्छु भने उहाँ चाहिँ आफ्नो लागि एकदम सेटलमेन्ट हुनुभएको छ सबैभन्दा इम्पोर्टेन्ट कुरो भर्ती भएर हाम्रो सपना के हुन्छ भने एउटा लाइफलाई सेटलमेन्ट गर्ने अलि उच्च स्तरको बनाउने त्यही सपना हुनुहुन्छ त्यसमै उहाँ चाहिँ अहिले जाँदै वी बिलिभ स्ट्रङली बिलिभ उहाँले सबै कुरा चाहिँ पाउनु भएको छ अनि जाँदै हुनुहुन्छ होइन भन्दै गर्दाखेरि अघिको सबै सपनाहरूको कुरा छ दुःख सुखको कुराहरू गर्दै जाँदा चाहिँ यसरी जाँदै गर्दा चाहिँ एक मनको पाटोले के भन्छ गर्व गर्छ अर्को मनको पाटोले फेरि पुरा त्यहाँ दुःख पनि मनाउँछ क्या माथि 2 तलाको एउटा बेड थियो नि डबल बेड एउटा नम्बरी त उहाँको पार्टनर होइन बडी त गइसक्नु भयो जहिले नि यसो कन्याई राख्ने नम्बरी गइसक्नु भयो होइन उहाँको नि एउटा सम्झना छ होइन अनि त्यही बेडको एकदम जोडी पनि फेरि अब जाँदै हुनुहुन्छ होइन धेरै कुराहरू थियो भनौँ भने नि भकाउनु परेर आउँछ गाँठो परेर आउँछ है जस वाट एभर अघि हामीले सेयर गऱ्यौँ गए पनि अब 10 सेक्सन भनेको चाहिँ हाम्रो मनमुटुबाट चाहिँ कहिले पनि हट्दैन होइन जिन्दगीमा मेटिन्न सो जाँदै हुनुहुन्छ होल 10 सेक्सनको तर्फबाट चाहिँ होइन उहाँको भविष्य चाहिँ अब बाँकी जिन्दगी चाहिँ अझै उहाँले चिताएको सपनाहरू चाहिँ पुरा होस् उहाँले आँटेको कुराहरू चाहिँ पुरा होस् भन्ने चाहिँ एकदम शुभकामना दिन चाहन्छु होइन फ्यामिलीको चाहिँ एकदम राम्रो हेल्थ होस् बच्चाहरूको एडुकेसन राम्रो होस् सबै कुरा चाहिँ पुरा होस् भन्ने हाम्रो होल 10 सेक्सनबाट चाहिँ उहाँलाई चाहिँ शुभकामना दिन चाहन्छु यसै भन्दै गर्दाखेरि यही टेबलबाट कतिजनालाई बिदाई दिएँ दुःख लाग्ने कुरो होइन फेरि त्यो बिदाईमा के गर्छौँ हामी जहिले पनि के हो हाम्रो माया स्वरूप होइन एउटा कुनै चिज दिन्छौँ नि त होइन त्यो माया लगाएर उहाँ कोही युकेमा छ कोही नेपालमा छ कोही कहाँ राखेर चाहिँ अस्ट्रेलियामा साथीहरूले यसो देखाउँछ कुनैको घरभित्र चाहिँ पुरा 10 सेकेन्डले दिएको त्यो मेडलियन सिलहरू चाहिँ देख्छु होइन त्यसरी नै हाम्रो मायाहरूलाई चाहिँ तपाईँको मुटुमा राखेर तपाईँको घरको एउटा कुनामा है तपाईँको घरको कुनामा चाहिँ 10 सेक्सनलाई चाहिँ चट्ट सजाएर राखिदिनुहोस् है त्यो भन्दै होल 10 सेक्सनको माया सबै एकमुष्ट रूपमा चाहिँ दिनको लागि खातासहित हाम्रो कान्छा अनि हाम्रो सम्झना स्वरूपको प्लेग चाहिँ हाम्रो हनेरी या अनेकतामा एकता त्यो कुरा आफ्नै ठाउँ छ होइन बाफ्रे खातासहित उहाँलाई सम्मान गर्नको लागि चाहिँ म चाहिँ रिक्वेस्ट गर्दै अब 75 नम्बरलाई चाहिँ रिक्वेस्ट गर्न चाहन्छु है जाँदैछ हामी पछि आउँदैछ एकदम राम्रो थ्याङ्क यू नमस्ते ल अब फेरि 10 सेक्सनको माया एकमुष्ट है घरको एउटा कुनामा राखेको हुनुपर्छ है
हाम्रो 10 सेक्सनबाट है ओके अर्कोले खिच्दा हुन्छ र ल आऊ हुन्छ भरे है ठिक छ केही नप्रब्लम थियो त अब यो भिडियो त्यही काटेर दिन्छु म ओके भयो होला लु अब तपाईँकोबाट चाहिँ चट्ट अनुभूति सुनाउनु पर्यो ल बसेरै बरौँ कि उभिनु हो बसेरै गरौँ होला है सर्वप्रथम त थ्याङ्क यू सो मच सुमन नम्बर साहेबज्यू मलाई यसरी 2 शब्द बोल्ने मौका दिनुभएकोमा त्यसै गरेर आजको यो फेयरवेल कार्यक्रमको लिडरसिप गरिरहनुभएका हाम्रा विशाल साहेबज्यू त्यस्तै गरेर विशाल साहेबदेखि हाम्रो ललित साहेब हाम्रो दिल्स नम्बरी होइन अनि 38 नम्बरी अनि हाम्रो आशिष नम्बरी यता सरिन थापा नम्बरी सम्पूर्णलाई मेरो चाहिँ गुड इभिनिङ भन्न चाहन्छु है र त्यसै गरेर यसैको यही क्षणमा चाहिँ म अब हाम्रो इन्टेक 4 10 सेक्सनको सेक्सन कमान्डर भित्रा साहेबज्यू र थमान साहेबज्यूलाई पनि म स्मरण गर्न चाहन्छु त्यसै गरेर हाम्रो अग्रज 5 जना पेन्सन जानुभएको नम्बरीहरूलाई पनि म यही टेबलबाट सम्झाउन चाहन्छु है आज म एकदमै अब भावुक पनि भएको छु एकदमै म खुसी पनि भएको छु किनभने 10 सेक्सनले यसरी दिँदै गर्दाखेरि यो एउटा चाहिँ एउटा ऐतिहासिक डे हो होइन फेरि मलाई तपाईँले दिनु पनि पाउनुहुन्न र मैले यसरी तपाईँलाई फेरल पनि दिन पाउँदिनँ त्यसले गर्दाखेरि यो एकदमै ऐतिहासिक क्षण भइरहेछ अब यो मायाको चिनो यसरी मलाई टोकन दिनुभएको छ यो अब अघि सुमन साहबले भनिसक्नु भएको छ होइन यसलाई म सजाएर नै राख्नेछु अब मेरो पुस्ताभरि अब छोराको पुस्तामा के होला थाहा भएन होइन अहिले म तपाईँहरूबाट भौतिक रूपमा टाढा हुनै लागेको छु अबको 3 हप्ता पछाडि होइन तर अहिले अब हामी ग्लोबल चाहिँ एकदम नियर छ होइन सामाजिक सञ्जालले गर्दा तपाईँ हामी नजिकै हुनेछौँ त्यसले गर्दाखेरि संसार सानो भइसकेको छ 1 मिनटमै थाहा पाइहालिन्छ होइन कसो गर्छ के गर्छ भन्ने कुरा त्यसले गर्दाखेरि हामी अपडेटमै रहनेछौँ र आजको यो फेरि पनि भन्छु यो ओभरअल कार्यक्रमको लागि फेरि पनि तपाईँहरू सबैलाई होइन अब म लगायत 9 जना भयो 8 जना नम्बरलाई म एकदम हृदयबाटै धन्यवाद अनि नमन व्यक्त गर्न चाहन्छु है अब 9 महिना ट्रेनिङ गरियो 9 महिना ट्रेनिङ गर्दाखेरि निकै दुःख कष्ट होइन एउटा सिक्ने प्रोसिडर दुःख कष्टहरू निकै भोग्यो होइन जुन त्यो भोगाइले गर्दा एउटा दुःख त्यो क्षणले गर्दाखेरि पनि अहिले 21 वर्ष नोकरी पुर्याउनुको लागि चाहिँ सहज मलाई भयो जस्तो लाग्छ होइन त्यति दुःख नपाइएको भए हामीले 21 वर्ष पुर्याइँदैन थियो होला होइन अलिक गाह्रै थियो जुन त्यो चाहिँ एउटा जति पनि हाम्रो साहबहरू गुरुजीहरूले त्यो बेला राम्रो सिकाउनु भएको थियो त्यही शिक्षाले गर्दा हामी यहाँसम्म आयौँ म यहाँसम्म आएँ मलाई एकदम खुसी लागेको छ म आज पनि सम्झाउन चाहन्छु उहाँहरूलाई र अब मैले यसरी भन्दै गर्दाखेरि हाम्रो अरू भन्नेतर्फ चाहिँ 10 सेक्सनको नम्बरहरू सबै 101 हुनुहुन्छ तपाईँहरू राजनीतिक क्षेत्रतिर पनि त्यतिकै अगाडि हुनुहुन्छ पल्टन घरमा हेर्ने भने तपाईँहरू प्रमोसनको पक्षमा पनि मभन्दा अगाडि हुनुहुन्छ सबैजना होइन 101 अनि अब तपाईँहरू आर्थिक पक्षमा पनि अगाडि नै हुनुहुन्छ अब शैक्षिक त भन्नै परेन होइन अब हरेक किसिमले तपाईँहरू अगाडि हुनुहुन्छ एक्सपर्टिज हुनुहुन्छ होइन मभन्दा त्यसले गर्दा म त्यो कुनै पनि त्यसको पक्षमा टच गर्न चाहन्न र एउटै मात्रै कुरा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि हामी जिसी इज डिफ्रेन्ट भन्ने कुरा त तपाईँहरूलाई थाहा नै छ होइन हाम्रो जिसीमा विभिन्न किसिमको संस्कार संस्कृति छ पहिचान छ त्यही संस्कार संस्कृतिले गर्दा हामी यहाँ आएको छौँ आज होइन नत्र अन्त अब हाम्रो संस्कृति नै नहुने भने त यो फेरल किन दिने फेरल बाहिरकोले दिँदैन होइन ब्रिटिस आर्मीले दिँदैन दिन्छ र दिँदैन नि त होइन यो अब इन्डियन आर्मीले दिँदैन तर हाम्रो त दिइराखेको छौँ होइन यसरी नै पुरानो पातहरूलाई दिँदै जाने नयाँ पातहरू पलाउन जाने क्रम यसरी नै भइरहेको छ त्यसले गर्दा हाम्रो एउटा संस्कृति हो हाम्रो पहिचान हो यसले गर्दा हामी चाहिँ एकदमै क्लोज भएको छौँ अब यो भन्दै गर्दाखेरि मैले 2030 मा आउने नम्बरीहरूलाई पनि म सम्झाउन चाहन्छु होइन 30 चाहिँ लास्ट हो र अब नम्बरीहरूले आज मलाई दिनुभयो र गएको 5 जना नम्बरलाई मैले पनि फेरल दिएँ होइन र यसो सोच्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने 30 मा आउने नम्बरलाई कसले दिने होला जस्तो लाग्छ क्या मलाई
है हाम्रो विशाल साहब कता जानुभएछ हामीसँगै गर्ने तपाईहरुलाई लासे कान्छा म रहेछु एकछिन पर्खौँ ल विशाल साहबलाई पर्खौँ ल एकछिन पोज भयो बोलाएर ल्याउँ त मैले अघि नै भनिसकेँ नि हामी चाहिँ अब विविधता छौँ दिशीमा होइन हाम्रो संस्कार संस्कृतिको धनी त्यसले गर्दाखेरि अब आज हामी त्यही संस्कार संस्कृतिलाई फलो गर्दै यहाँ आएको छौँ यो फेरल पनि एउटा हाम्रो संस्कृतिको एउटा पार्ट हो त्यही भएर आज यहाँ हामी भेला गरियो है अब यसैको सिलसिलामा मैले अघि भनिसकेँ 2030मा आउने नम्बरीहरूलाई म स्मरण गर्न चाहन्छु होइन तपाईँहरूलाई अब कस्तो भने मलाई दिनुभयो फेरल होइन फेरि तपाईँहरूलाई त फेरल मैले दिनु पाइनँ होइन त्यो चाहिँ मलाई अब कस्तो भने मलाई चाहिँ एकदमै अलिकति कस्तो लागिरहेको छ क्या मलाई किनभने हामी चाहिँ समावेशीतिर जाउँ न होइन समावेशी जाउँ होइन त्यो एकदमै महत्त्वपूर्ण कुरा हो समावेशी भन्ने वर्ड तपाईँहरूले एकचोटि मनन गर्नु होला होइन त्यो गऱ्यो भने एकदम राम्रो हुन्छ त्यसले गर्दाखेरि मैले आज इन्टेक 4 को 10 सेक्सनलाई जति पनि रिमाइनिङ नम्बरीहरूलाई सानो गिफ्ट ल्याएको छु यो गिफ्ट चाहिँ अब रिसिभ गर्नुको लागि हाम्रो विशाल साहबलाई चाहिँ म यस स्टेजमा आमन्त्रण गर्न चाहन्छु ल के गिफ्ट दिनुभयो कसो दिनुभयो होइन तपाईँको मनबाट दिनुभएको छ आज मुखले भनेर जुन आयो त्यही हाम्रो लागि नै लाग्छ होइन त्यही लाग्छ ओके के छ कसो छ बरु हामी कुनै ठाउँमा गएर रौसी खाएर सकौँला के तर पालो के हुन्छ आफ्नै भागमा जे छ को यिनीहरूलाई कसले सानो हुनु भन्थ्यो त होइन हामी ठुलो भयो त सकिएको त्यही भएर योलाई छोडेर होइन हामी रमाइलो गरौँ ल त्यसमा चाहिँ अन्यथा नल्याइदिनु ओके हामी रमाइलो गर्ने कुनै ठाउँमा के गरौँला हाम्रो ठाउँमा छ रसी खाउँला आज 4 तारिकसम्म खाउँला होइन तपाईँको त्यो उसलाई चाहिँ एकदम हामी अस्वीकार गरेको होइन स्वीकार गर्छौँ तर डिफ्रेन्ट एङ्गलबाट होइन हो कि तपाईँलाई अन्यथा लिएको होइन त्यो भन्दा अब फेरि कस्तो हुन्छ नि अब को कहिले कहाँ कसरी जाने भने अझै 2-4 वर्ष 5 वर्ष 6 वर्ष छ होइन त्यो चाहिँ अलिकति 5 वर्ष भनेपछि त त्यो अलिक अप्ठ्यारो छ हामीलाई चाहिँ अब हामीले बोलाइदिनु ल ओके मैले इन्टेक 2004 अनि 10 सेक्सनको रिमाइनिङ नम्बरीहरूलाई अब म सायद 10 सेक्सनमा जाँडा चाहिँ नखानेमा म पनि पर्छु मै होला होइन त्यो भएर चाहिँ म अब टावर सावर पनि किन्ने किनभने प्रिभियस प्र्याक्टिसहरू त्यसरी दिएको पनि थियो टावर सावर खुलाएको थियो गएको थियो होइन त्यो आधारले पनि मैले चाहिँ गरौँ भन्ने एउटा गरेको तर उहाँहरूले अब त्यो मान्नु भएन होइन जस्ट टु ब्याड होइन अब यसको बारे चाहिँ मैले केही छैन होइन मैले यसरी एउटा प्रोग्राम यसरी गर्दाखेरि जस्ट टु ब्याड होइन अब लास्ट इयर जनताले पनि पर लगाएर खुलाएको थियो ल म त अब खाँदिनँ होइन किनभने म सिम्पल गोइङ छ नि त मेरो चाहिँ त्यसले गर्दाखेरि अब मैले चाहिँ के नम्बरहरूलाई गर्नु चाहिँ खोजेकै हो होइन गर्नु खोज्दै पनि अब नम्बरहरूले एकदम ठुलो मन गर्नुभयो होइन नत्र यो यस्तो गऱ्यो भने अझै फर्स्ट प्राइज गरेर एकदम राम्रो हुन्थ्यो क्या जस्तो लाग्छ मलाई होइन मेरो एउटा इनिसिएटिभ हो इनिसिएटिभलाई तपाईँहरूले स्वीकार गर्नु भने इज ओके होइन यो ठिकै छ अब फर्दर अरू मेरो केही कुरा छैन होइन यति कुरा यही मेरो 2 शब्द चाहिँ अन्त्य गर्न चाहन्छु थ्याङ्क यू सो मच तपाईँहरूलाई